Hi everyone, welcome to my next vlog. आज युनाको राइस विनिङ प्रोग्राम रहेको छ, त्यसैले हामी रेडी हुँदैछौँ नानीको प्रोग्रामको लागि। सामानहरू हामी सबै सेटअप गर्दैछौँ। सकेपछि हामी सेल हाल्दैछौँ। अब सेलहरू पनि हालेर रेडी भउँदैछ। हामी नानीको पास्नीको लागि सेलरोटी हाल्दैछौँ र अरू परिकारहरू पनि बनाउँदैछौँ साथमा। सेलरोटी पनि पाकिरहेको छ। अब अलमोस्ट सबै सेलरोटीहरू पाकेर भ्याइयो, प्लस अरू सामग्रीहरू पनि हामीले रेडी गरिसक्यौँ। र बेलुकी पख हामी बिबिक्यू गर्ने प्लानिङ गरेको भएर हामी फेरि बिबिक्यूको लागि सामानहरू रेडी गर्दैछौँ। बेबिक्यूको प्रिपरेसनहरू पनि भइसक्यो। नानीको ड्रेस लगाइसकेर हामी पास्नी गर्ने ठाउँमा पुग्यौँ। अब हामी के गर्दै जानेछौँ, भिडियो हेर्दै गर्नुहोला। आइसके सबैजना आइसक्नु भएको छ र अब हामी चाहिँ टिकाको कार्यक्रम गर्ने तयारीमा छौँ। नानीको फर्स्टमा आजको भातकोलाई एरिस्नाले गर्दैछन्, त्यसपछि बाबा मम्मीले पालो टिका लगाउने, नानीलाई मुख चिठो गराइदिने जानेछौँ। हेर्दै गर्नुहोला साथीहरू। बाबा मम्मी पछि घरको बाजेले टिका लगाइदिँदै हुनुहुन्छ, साथमा आउँदै हुनुहुन्छ घरको बजाइले पनि टिका लगाइदिँदै हुनुहुन्छ नानीलाई। फुपूहरूको पालो आएको छ। अब टिका लगाउनलाई फुपू रेडी हुँदै हुनुहुन्छ, साथमा नानीको पुसाइ पनि
रेडी भइसक्नु भएको छ टिका लगाइदिनुको लागि। सपेटा खानु ल सपेटा के बानी हुनु लाग्छ त्यो छिटो बाय 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 आशीर्वाद 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 मस्त हो त्यही हो सबैभन्दा आशीर्वाद दिए सानो सुलो भन्दा अझै के हैन कोही कोही त हुँदैन फेरि नखुवाइदियो कि सबिना सबिनाको टिका लगाउने र भात खुवाइ गर्ने हाम्रो प्रोग्राम भ्याइएको छ। अब हामी ग्रुप फोटोहरू लिनको लागि रेडी हुँदैछौँ। अब हामी चाहिँ ग्रुप फोटो भ्याइसकेपछि अब खानातर्फ लाग्नेछौँ। अब खानातर्फ लाग्दैछौँ। ल साथीहरू, ल हामी त खायौँ ल अब खाना।
दिनुपर्छ भित्र बनाउनु पर्छ जहिले हुन्छ नि त अहिले एकछिन ब्रेकपछि हामी फेरि बिबिक्यूको लागि रेडी भएका छौँ। हेलो कायन, अरिस्ना, हेलो। ए माछा खाने, माछा माछा कि मासु खाने? What's this? Oh, finish. Kaya? Oh. Kayan, do you like to eat BBQ? Yes? I don't like it. Oh, you like fish? No. No? What do you want to eat? I like strawberry bar. सबैजना साथीहरू, दिदीहरू, बहिनीहरू, फुपूहरू, हामी सबैजना बाहिर बालुवाटारमा बस्दैछौँ। यहाँ बिबिक्यू हामी चाहिँ चिकनहरू हालेर भेजिटेबल हालेर बन्नु तयार गरिरहेको छौँ। अब रात पनि पर्न लागिसकेको छ। ल पानी सिमसिम परिरहेको छ। हामी खानाहरू रेडी गर्दैछौँ बिबिक्यूको। अब मेरो पनि पालो आएको छ बिबिक्यू पोल्नको लागि र म पुछौ हामी मिलेर बिबिक्यू पोल्दैछौँ। मासुहरू प्लस भेजिटेबलहरू एकदमै जाडो भएर होला एकदमै रमाइलो भइरहेको छ। होप तपाईँहरू पनि भिडियो हेरेर रमाइलो गर्दै हुनुहुन्छ होला साथीहरू। हेर्नुहोस् त आगो एकदमै रातो आगो पोलिरहेको छ। हामी पालो पालो टर्न बाई टर्न बिबिक्यू पोल्ने गर्दैछौँ। यता खानाहरू पनि रेडी हुँदैछ। हेलो एरिस्ना, वाउ कति राम्रो देखेको छोरी त। हाम्रो एकजना बहिनीको बर्थडे भएको भएर हामी केक पनि काट्दैछौँ प्लस स्याम्पेन पनि फोडिरहेको छौँ। एकदमै प्रोग्रामहरू जोडिएर त्यसको साथमा सबैजना ग्यादरिङ भएर खाँदाखेरि एकदमै रमाइलो भइरहेको छ। यो बिबिक्यू गरेको थियो, एकदमै रमाइलो भइरहेको छ। हामी लाइटहरू बालेर बसिरहेको छौँ। यहाँ चाहिँ युनालाई पनि जाडो भएर ड्रेस चेन्ज गरेर ल्याइसकेका छौँ। हामीले पनि ड्रेस चेन्ज गरिसकेका छौँ र यहाँ आगो बलिरहेको छ। यसमा चाहिँ पोक बेली, ससेज र चिकन विङ्सहरू हामी मिक्सअप गरेर पोल्दैछौँ। साथमा मकै पनि पोल्दैछौँ। मेरो साथमा फुपू हुनुहुन्छ। हेलो फुपू। अनि साथमा मेरो भाइ अनि पुसो अनि बहिनी बिबिक्यू खाँदै अरू बहिनीहरू साथीहरू चाहिँ पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। सबैजना बसेर हामी चाहिँ बिबिक्यू पोल्ने टिममा रहेका छौँ। धन्यवाद सबैजनालाई।
चाहिँ बिबीको बोल्दैछु यता पुसै अनि नन्द फेरि यहाँ गफ गर्दै हुनुहुन्छ। एरिस्नाले सर्भिस गर्दैछ यहाँ हाम्रो स्लोली थ्याङ्क यू सो मच। हामी डान्स गर्नेछौँ ल भिडियो हेरेर इन्जोय गर्नु होला। थ्याङ्क यू फर वाचिङ अल अफ यु एन्ड थ्याङ्क यू फर सपोर्टिङ। हत्तिरका सैलेरीमै पल्लाले साइलोले हत्तिरका सैलेरीमै डाले 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 डाले
हाम्रो चाहिँ बिबिक्यू भ्याएर अब फ्यामिली डान्स हुँदैछ दुईजना आएपछि बाई बाई ल बाई बाई हेलो ल बाई 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 छोरी बाई बाई कायन बाई ल ल बाई बाई छोरी राम्रोसँग जाऊ